मेरो युट्युब भलकमा स्वागत छ सबैलाई। ल सबैलाई स्वागत छ। म त अब भलकमा फेरि एउटा यसो सोच्छु फेरि म बाटोमा के टुकुङ 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 हिँड्दा फेरि बोरामा त 5 करोड भेट्ने अरे मैले के बोरामा के 5 करोड भेट्ने अरे। त्यो 5 करोड त आमामामा म त के गर्थेँ र उकुस र मुकुस भएर सकी नसकी म कखाएर काखमा हुन्छ कि नामलाले बोकेर हुन्छ कि इन ड्राइभिङ गरेर हुन्छ कि ट्रक बोलाएर हुन्छ कि जसो तसो गरेर घर ल्यान्थे। घर ल्याएर खोलेर हेरेको त सुन्दानी मक 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 भर्खरै नेपाल राष्ट्र बैङ्कबाट जिकेको नोट बलिया बलिया नयाँ नयाँ नोट जस्तो मक 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 बाख्न आएको अरे। म त्यो नोट देखेर 2 घन्टा ढलै गरेँ। त्यसपछि उठ्छु, उठेपछि फेरि त्यो पैसालाई गन्न थाल्छु मैले। 5 करोड के 5 करोड त धेरै हो त। अनि फेरि मलाई त जिन्दगीभरको लागि पुग्छ यार, कसम ढाँटे गएन यार। अनि 5 करोडमा 2 करोड चाहिँ मैले चाहिँ के गर्छु भने 2 करोड चाहिँ मैले घर बनाउँछु। पोखरा घर बनाउँछु 2 करोडको, बाँकी रह्यो 3 करोड। 3 करोड मध्ये मैले चाहिँ 1.5 करोड फिक्समा राख्छु। फिक्समा है, फिक्समा 1.5 करोड राखेपछि कति भयो? 1.5 करोड भनेपछि 1.5 करोड बाँकी रह्यो हो नि त। 1.5 करोड बाँकी रह्यो नि त। अनि फेरि 1.5 करोड फिक्समा राखेको त। अनि 1.5 करोडको चाहिँ यसो 50 लाखको चाहिँ मैले यसो बजारतिर यो मार्केटतिर छरिदिन्छु कि यसो मार्केट पनि बुझ्नु पर्यो नि त यार, बुझ्नु पर्यो नि, मार्केट पनि बुझ्नु पर्यो नि त। मार्केटतिर छरिदिन्छु 50 लाख। अनि फेरि रह्यो 1 करोड। 1 करोड त मैले के गर्ने भन्दाखेरि 50 लाख ब्याजमा लान्छु। 50 लाख ब्याजमा लगाएपछि 2 रुपियाँको दरले पनि 5-5-25 महिनाको 25,000 ब्याज आउँछ। 25,000 ब्याजले कुट्टु कुट्टु टुकुन 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 लाएर झिप्दै खाँदै गर्छु। 50 लाखको 25,000 ब्याज आएपछि 50 लाख बाँकी रह्यो। यसो अब यसो अवसर पारेर यताउता दिनदुखी गरिबलाई नि यसो दान गरिदिन्छु के होइन, दान गरिदिन्छु। यसो खाना लाउन छँदैछ, मम्मीले पालेकै छ। अनि फेरि गएर फेरि बिहा गर्नु पर्यो फेरि। अनि त्यो फिक्समा राखेको 1.5 करोड त राखौँ कि नराखौँ भयो यार, टेन्सन भयो मलाई त। राखौँ कि के गरौँ मलाई यार। त्यो फिक्समा राखेको त्यो 1.5 करोड यार कुन ब्याङ्कमा राख्ने? फेरि ब्याङ्क पनि साह्रो तनाव छ के, तनावग्रस्त छ यार। ब्याङ्क पनि तनावग्रस्त छ। कुन ब्याङ्कमा राख्ने होला? अनि ब्याज लाउने कि नलाउने? ब्याजमा लाएर नि फेरि खाइदियो भने यार मान्छेको कुनै भर छैन। पैसा दियो तैँले कहिले दिँदै पैसा भनेर हातले दिएको खुट्टा लाएर मुखलाई ज्यानलाई टेन्सन दुःख हो फेरि है। सोच्दा म त अनि फेरि घर पनि 2 करोडको अलिकति बढी हुन्छ कि यार। बिहानी गर्नु पर्यो फेरि, यताउता ट्याकन टुकुन प्याटर्न टुक्नु पर्यो, भुन्टा भुटी जन्माउनु पर्यो फेरि। ड्युटीसँग त बिहानै गर्छु कि पुग्छ, प्यालेसले पुग्छ, लगानीले पुग्छ, बजेटले पुग्छ, ड्युटीसँग त बिहा गर्छु मैले। त्यसपछि गएर चाहिँ खै लाखमा त केही न केही हुन्छ क्या यार। मलाई त यार फाइदै हुन्न क्या यार। 5 करोडमा नि मैले कहाँ लगानी गरेर के गरेँ त नि फेरि यार। यताउता ब्यालेन्स मिलाउने, यताउता सबै गर्न साह्रो त्यो रन्डाको त बोलेको पनि म रन्डाले साह्रो गाह्रो भयो यार। यसो सजेसन यसो गरिदिनु त यहाँ, यसो कमेन्ट गर्नु त यहाँ युट्युबमा, यसो मुनितिर कमेन्ट गर्नु त यहाँ, यसो गर्नु त मलाई यहाँ। यसो सहयोग गर्न चाहियो कि तपाईँहरूलाई, तपाईँहरूको पनि सहयोग चाहियो कि मलाई। म एक्लै मात्र अगाडि बढ्न सक्दिनँ। मेरो साथीभाइहरू, इष्टमित्रहरू, यसो आफन्तीहरू, यसो नजिक मलाई मनपर्ने, माया गर्ने, मलाई प्यार गर्ने साथीहरूले यसो कमेन्ट गरिदिनु त म के गरौँ भनेर यार। साह्रो टेन्सन भयो यार। यस्तो हो म त। ल भलक यही हो मेरो आज सोचाइको भलक हो यहाँ। भलकलाई सबैलाई माया गर्ने, लाइक कमेन्ट गर्ने यहाँ गरेन भने तिमीहरूको मैले ढाड र गाँड पुत्किने गरेर हान्छु मैले।